नमस्कार। राशिहरूमध्ये केही 11औं राशि रहेको छ कुम्भ राशि। कुम्भ राशि हुनेहरूको लागि 2083 साल कस्तो रहनेछ त? कुम्भ राशिको नाम आउने जातकहरू गु, गे, गो, सा, सी, सु, से, सु र दबाट नाम आउने व्यक्तिहरू कुम्भ राशि बन्ने गर्दछ। सामान्य वर्ष रहेको छ। वर्षको मध्यभागतिर गुरु अनुकूल रहनाले धनलाभ हुने, मान सम्मान मिल्ने, पदोन्नति हुने देखिन्छ। शत्रुहरूले वर्षको पूर्वार्धमा टाउको निहुराउनेछन्। शनि, राहु, केतु र गुरु अधिकांश ग्रह यो वर्ष अशुभ फलदायी रहनाले झुट्टा आरोप लाग्ने, मनमा अशान्ति रहने, आलस्यता बढ्ने, शत्रु बढ्ने, सञ्चित धनमा नाश हुने, आफन्तहरूमा केही बहिर्भाव हुने जस्ता अशुभ फल प्राप्त हुने हुनाले ग्रहको शान्ति कर्म गर्नुपर्ने देखिन्छ। वैशाख महिनामा स्वास्थ्यमा समस्या र धन लाभ, जेठमा मानहानि र कष्ट, आषाढमा शत्रुनाश र सुख प्राप्ति, श्रावणमा अनावश्यक खर्च बढ्ने, भाद्रमा पारिवारिक चिन्ता, स्वास्थ्यमा समस्या, आश्विनमा पाप गर्नाले मानहानि हुन सक्ने, कार्तिकमा कामहरू बन्ने, मङ्सिरमा धनलाभ, पुषमा धनलाभ र पीडा, माघमा स्थान परिवर्तन, फाल्गुनमा व्यापार व्यवसायमा हानि र चैतमा सुख बढ्नेछ। आर्थिक दृष्टिले वैशाख, श्रावण, मङ्सिर र पुष महिना अत्यन्तै शुभ रहेको छ कुम्भ राशि हुनेहरूको लागि। कुम्भ राशि हुनेहरूको व्यक्तिहरू तपाईहरू कर्ममा विश्वास गर्नुहोस्, भाग्यमा होइन। तपाईको 83 साल अत्यन्तै शुभ रहनेछ। धन्यवाद।